पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले गत फागुन 24 गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा जेनजी आन्दोलनमा सहभागी नवयुवाहरूमाथि गोली हान्न आदेश दिने र गोली हान्नेमाथि फौजदारी अभियोगमा कारबाही चलाउन सिफारिस गरेको छ। अघिल्लो सरकारले बुझेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको कार्की आयोगको सोही प्रतिवेदनको सिफारिसलाई आधार मानेर शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले दोषी किटान गरिएका मध्ये पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र ओली सरकारमै गृहमन्त्री रहनुभएका रमेश लेखकलाई शनिबार बिहान झिसमिसेमै घरबाटै पक्राउ गरेको हो। नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री ओलीलाई शनिबार बिहान 5 बजे उहाँ बस्दै आउनुभएको सूर्य विनायक नगरपालिका 7 गुन्डुस्थित घरबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसर ल्याइयो। यसै गरी ओली सरकारमा गृहमन्त्री रहनुभएका नेपाली काङ्ग्रेसका नेता लेखकलाई पनि प्रहरीले सूर्य विनायक नगरपालिका 5 कटुन्जे स्थित घरबाट नियन्त्रणमा लियो। शनिबार बिदा परेकोले स्वास्थ्य परीक्षणपछि उहाँहरूको पक्राउ सम्बन्धमा आवश्यक अन्य कानुनी प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ। शपथ लगत्तै बसेको पहिलो मन्त्री परिषद बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै सुरक्षा निकायका हकमा अध्ययन गर्न समिति गठन गर्ने र अन्यको हकमा भने सिधै प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। भदौ 23 र 24 गते प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने उल्लेखित आयोगले सिफारिस गरेका व्यक्ति र निकाय मध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गर्ने सिफारिस बमोजिम गर्ने अन्यका हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन गर्ने। गत भदौ 23 र 24 गतेको घटनाक्रमसँगै तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएपछि सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले असोज 5 गते घटनाबारे छानबिन गरी सत्य तथ्य पत्ता लगाउन 3 सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले संसद भवन परिसर प्रवेश गर्न खोजेका केही प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गर्दा भदौ 23 गते 17 जना र सोही दिन घाइते भएका अन्य 12 जना गरी 37 जनाको विभिन्न मितिमा मृत्यु भएको भन्दै त्यसलाई राज्यले गरेको दमन भनी परिभाषित गरेको छ। संसद भवन परिसर बाहिर लगभग 4 घण्टा गोली चलिरहँदा केहीको मृत्यु र सयौं संख्यामा घाइते भइसकेको अवस्थामा पनि राज्यका सबै नागरिकको अभिभावकको जिम्मेवारी र दायित्व भएका पदाधिकारीको हैसियतले थप मानवीय क्षतिलाई रोक्न प्रयास नगर्नु प्रधानमन्त्रीको अभिभावकीय ठूलो कमजोरी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैलाई आधार मानेर तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई मुलुकी अपराध संहिता 2074 को दफा 181 र 182 को कसुरमा थप अनुसन्धानसहित कारबाही सिफारिस गरिएको छ। सुरक्षा स्थितिबारे जानकारी हुँदा पनि बिग्रिँदै गएको परिस्थितिलाई समाधान गर्न पहल नगरेको भन्दै आयोगले दिएको कारबाही सुझाव प्रमाणित भएमा ओली र लेखकलाई दफा 181 अनुसार 3 देखि 10 वर्षसम्म कैद सजाय र 30,000 देखि 1 लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। यसै गरी दफा 182 अनुसार 3 वर्षसम्म कैद र 30,000 रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविला रिजालमाथि पनि फौजदारी संहिताको 182 अनुसारको कसुरमा दोषी ठहर गरी कारबाही सिफारिस गरिएको छ। प्रतिवेदनले यी पदाधिकारीमाथि हत्या गर्ने मनसाय नभए पनि गम्भीर लापरवाही र कर्तव्य उल्लङ्घनका कारण मानिसको ज्यान गएको स्पष्ट उल्लेख गरेको छ। क्यामेरामा अनुप घिमिरे, दिलीप थापा मगर र भक्तपुरबाट अन्जिर सिंह विकका साथमा सुरेन्द्र पौडेल, नेपाल टेलिभिजन समाचार, काठमाडौँ।